23 र 24 गतेको घटनाका सम्बन्धमा बिहीबार बीबीसीको अनलाइन संस्करणले प्रकाशित गरेको एक सनसनीपूर्ण रिपोर्टले तत्कालीन सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको झुटको दावी भत्ताभुङ्ग पारेको छ। 1700 शब्दभन्दा केही लामो यो रिपोर्ट बीबीसी आई इन्भेस्टिगेसन मार्फत सार्वजनिक भएको छ, जसका केही दावीहरू यस्ता छन् कि जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले गर्दै आएको बचाउलाई पूरापूर खारेज गरिदिन्छ। त्यो बेला सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र यसका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनको आडमा घुसपैठ भएको, आन्दोलनलाई अरू नै कसैले हाइज्याक गरेको बताउँदै आएका थिए। तर बीबीसीको रिपोर्टले भन्छ आन्दोलनमा घुसपैठ भएको कुनै प्रमाण भेटिँदैन। प्रहरी प्रमुखले गोली चलाउने आदेश आफूले नदिएको बताएका थिए। बीबीसीको रिपोर्टले भन्छ आदेश उनैले दिएका थिए। प्रहरीको गोलीबाट दिउँसो 1:15 मा पहिलो व्यक्तिको ज्यान गयो। त्यसपछि लगातार 3 घण्टा र त्यसपछि पनि गोली चलिरह्यो। झण्डै 3 घण्टा गोली चलिरहँदा 19 जनाको ज्यान गइसक्दा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीबाट क्षति कम गर्न गरिएका प्रयासको कुनै प्रमाण भेटिएको छैन। नेपाली समाज र राजनीतिलाई तरङ्गित पारिरहेको बीबीसीको यो रिपोर्टमा भएका अन्तर्वस्तु समेटिएको यो विशेष रिपोर्ट हेर्नुहोस्। भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा बीबीसीको अनलाइन संस्करणले बिहीबार प्रकाशित गरेको एक अनुसन्धानमूलक रिपोर्टले तत्कालीन सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा हालसम्म गर्दै आएका दावीहरू भ्रामक भएको दावी रिपोर्टमा गरिएको छ। जेनजी आन्दोलनकारीमाथि गोली हान्ने आदेश आफूले नदिएको भनेर तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले जाँचबुझ आयोग समक्ष बयान दिएका थिए। अनि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जेनजी आन्दोलनमा घुसपैठ भएको र आन्दोलन अरूले नै हाइज्याक गरेको बताउँदै आएका छन्। तर बीबीसीको रिपोर्टले भन्छ गोली चलाउने आदेश जिल्ला सुरक्षा समितिका प्रमुखको नाताले तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाल र प्रहरी प्रमुख खापुङले नै दिएका थिए। आन्दोलनमा प्रधानमन्त्री ओलीले घुसपैठ भएको र जेनजी आन्दोलन हाइज्याक भएको भनेर बताउँदै आएका छन्। बीबीसीको रिपोर्टले चाहिँ आन्दोलनमा घुसपैठ भएको कुनै प्रमाण फेला नपरेको भन्छ। जेनजी आन्दोलनका सम्बन्धमा छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। आयोगले दिने प्रतिवेदनको प्रतीक्षामा धेरै छन्। आयोगको प्रतिवेदनले आन्दोलनमा गोली हान्ने आदेश कसले दियो, त्यो बेला तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको भूमिका के थियो भन्ने प्रश्नको जवाब अहिले धेरैलाई चाहिएको छ। आयोगलाई वर्तमान सरकारले म्याद थप गर्दै चुनावसम्म धकेल्ने रणनीति बनाएको छ। तर आयोगबाट खोजिने केही प्रश्नको जवाब चाहिँ बीबीसीको यो रिपोर्टमै उल्लेख छ। भदौ 23 गते माइतीघर चोकमै बिहान 9 बजेदेखि जम्मा हुन थालेका थिए। उनीहरूको समूह संसद भवन पुग्दा त्यहाँ प्रहरीको ब्यारिकेडले रोक्छ। 11:47 ब्यारिकेड छल्दै आन्दोलनकारीहरू संसद भवन घेरा हाल्न पुग्छन्। संसदको गेट अगाडि नै पुगिसक्छन्। दिउँसो 12:15 मा संसदको गेट आन्दोलनकारीले तोड्छन्। यो बेलासम्म प्रहरीले अश्रु ग्यास, पानीको फोहरा र लाठी चार्ज गरिसकेको हुन्छ। यतिमै भिड नियन्त्रणमा आउँदैन। यसको 15 मिनेटपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले कर्फ्यू आदेश जारी गर्छन्। कर्फ्यूको आदेश जारी भएपछि संसद भवन सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरूले गोली हान्ने आदेशका लागि तारान्तार आदेश माग गर्छन्। त्यही बीचमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले कर्फ्यू पहिले नै लागू छ, थप अनुमति लिनु पर्दैन, आवश्यक बल प्रयोग गर्नुहोस् भन्ने आदेश दिन्छन्। त्यसपछि गोली लागेर मारिएका 6 जनाको फुटेज विश्लेषण गर्दा कोही पनि हिंसामा संलग्न नभएको भनेर बीबीसीले लेखेको छ। 1:15 गोली लागेर पहिलो व्यक्तिको मृत्यु भयो। त्यसपछि दिउँसो 4 बजेसम्म गोली चल्यो। यसबीचका 3 घण्टासम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको भूमिका चाहिँ के रह्यो भन्ने प्रश्न निकै महत्त्वपूर्ण छ। संसद भवन परिसरमै 3 घण्टासम्म असंख्य गोली चलिरहँदा, धेरै मानिसहरूको ज्यान गइरहँदा प्रमुख जिम्मेवारीमा रहेका मानिसहरू गैर जिम्मेवार भएर बसेको अनुमान छ। यो घटनाकै दिन बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्री परिषदको बैठक बोलाएका थिए, जसमा उनी सुरक्षा अधिकारीहरूसँग आन्दोलनकारीहरू संसद भवनसम्म कसरी आए, किन नरोकेको भनेर रिसाएर सोधिरहेका थिए भनेर नेपालकै मिडियाले समाचार सम्प्रेषण गरेका थिए। जिल्ला सुरक्षा समितिले कर्फ्यू आदेश जारी गर्ने, गोली हान्ने आदेश दिने जस्ता निर्णय लिइसक्दा त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको चासो के थियो भन्ने विषय अझै खुलेको छैन। उनीहरूले जिल्ला सुरक्षा समितिको निर्णयलाई समर्थन गरेको स्वतः पुष्टि हुन्छ। उनीहरूले गोली हान्न आफैले आदेश नदिए पनि त्यस्तो आदेशको समर्थन भएर बसेको देखिन्छ। अन्यथा विषम परिस्थितिमा गृहमन्त्री र प्रधानमन्त्रीको तहबाट हुनुपर्ने कुनै पनि निर्णय, आदेश, निर्देशन प्राप्त भएको अहिलेसम्म कुनै सूचना बाहिरिएको छैन। भोलिपल्ट भदौ 24 मा बिहानैदेखि काठमाडौँमा सबै उमेर समूहका मानिसहरू सडकमा उत्रिएका थिए।
थिए। चोक चोकमा मानिसहरू जम्मा भएर टायर, कागज, काठका टुक्रा बाल्ने, नाराबाजी गर्ने र प्रहरी र ट्राफिक बीचमा आगो लगाउन थालेका थिए। कर्फ्यू आदेश जारी भएको थियो, तर प्रहरीले आत्मसमर्पण गरिसकेको थियो। उनीहरूलाई जे हुन्छ हुन दिनु, आफ्नो सुरक्षामा लाग्नु भन्ने आदेश दिएको थियो। आन्दोलनकारीहरूले संसद भवन जलाएपछि उनीहरू सिंहदरबारतिर पनि पसेका थिए। दिउँसो 2:30 बजेतिर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। उनलाई नेपाली सेनाले हेलिकप्टर चढाएर हेटौडाको सुपारी टार लगेर एक सातासम्म लुकाएको थियो। अहिले ओलीले केटाकेटीलाई खुसी पार्न आफू भागे जस्तो गरिदिएको भन्ने गरेका छन्।